हेलो तसिदिले नमस्कार। आज यस सुन्दर वातावरणमा हामी दुईजना मित्रहरू यसरी बसेर एउटा सानो चिया गफ तपाईँहरू सामु लिएर आएको छौँ। मिङमारजी तपाईँलाई स्वागत छ। धन्यवाद टेसीजी। अनि के हो यस्तो चिसो हावामा शीतल ठाउँमा मेरो मन त दुख हुँदैछ। तपाईँले आजको यो कार्यक्रममा के सोध्न चाहँदैछ मलाई? अब सोच्ने र खोज्ने भन्दा पनि तपाईँ सन्चै हुनुहुन्छ? एकदम सन्चै। अनि तपाईँ चाहिँ कस्तो हुनुहुन्छ? हजुर एकदमै ठिकठाक छ। अब चाड लम्का चम्का हे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले के हो यो? जनता चाहन चाहन्छ यो के हो? तपाईँ मिङमारजी तपाईँ आवेशमा नआउनुहोस्, तपाईँ बस्नुहोस्। किनकि हजुर आजको हाम्रो यो संवाद कुराकानी यसै चाडा लम्का चम्का भन्ने सिलसिलामा जुरेको छ। नौजवान हो त्यो पहिल्यै तपाईँले मलाई भन्नु पर्यो नि त। तपाईँ कुरा गर्दै बिचमा गीत गाउन जानुहुन्छ। यहाँ म आएको के मतलब भयो त? अनि हजुर उहाँले एकदम राम्रो कुरा गर्नुहुन्छ, किनभने हेर्दै उहाँ एकदम ज्ञानी, उहाँ एकदम ज्ञानको खानी जस्तो देख्नुहुन्छ। त्यही भएर मैले तपाईँले बुझ्नुहुन्छ भने सोचेको, तर तपाईँले अन्तमा बुझ्नुभयो, राम्रो छ। अब हामी पहिला हामीले हिजो आजको कुरा भने धेरै हेर्थ्यौँ होइन? हजुर मिङमारजी तपाईँलाई के लाग्छ हिजो आज चाहिँ हाम्रो नेपालमा चाहिँ के पाक्दैछ? सामाजिक सञ्जालहरूमा टिकटकदेखि लिएर वाट्सएपदेखि लिएर इन्स्टाग्राम फेसबुकतिर के छ्यापछ्यापी चलिरहेको छ त्यो खुलाउनु। त्यसको त कुरै नगर्नुहोस् दाजुजी, त्यसको कुरै नगर्नुहोस्। अहिले टिकटक भयो, इन्स्टाग्राम भयो, युट्युब अनि त्यसपछि के भनौँ हजुर सबै न्युजहरूमा नेपालको त एक मात्र नाम आइरहेछ, बालेन शाहले सरकार चलाउँछ भनेर। सुन्नुभयो कि भएन? किन, कसरी? तपाईँ अघि गीत चाहिँ के चम्का समका भन्ने गाउने, अनि नेपालको अहिले तातो कुरा चाहिँ थाहा नहुने, के हो यस्तो कुरा? ताजा खबर मलाई थाहा हुन पनि सक्छ, नहुन पनि सक्छ। म तपाईँसँग खोदाल्दैछु। के छ बालेनजीको बारेमा भन्नुहोस्, हामी जान्न चाहन्छौँ। के छ उहाँको बारेमा? बालेनजी भनेको संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री र हाम्रो नेपालको त भइगयो कान्छो, सबैभन्दा सानो कान्छो प्रधानमन्त्री हुन गइरहेको छ। के अब भनेपछि तपाईँको हामी सम्पूर्ण नेपालीहरूले संसारको सबैभन्दा कान्छो प्रधानमन्त्री पाउँदैछौँ त? पाउँदैछ होइन, पाइसक्यो भन्नुहोस्, पाइसक्यो। केही दिनमा, एक दुई दिनमा प्रधानमन्त्री भइहाल्छ। त्यसमा तपाईँ ढुक्क हुनुहोस्। ल म ढुक्क भएँ, तपाईँले भन्यो म ढुक्क भएँ। हस्, अनि तपाईँले अर्को के कुरा चाहनुहुन्छ मबाट भन्नुहोस्। अब मिङमाजी तपाईँकोबाट अब हामी धेरै कुरा जान्न चाहन्छौँ। हजुर अब समग्रमा अहिले तपाईँलाई चाहिँ हर्कजी कस्तो लाग्छ तपाईँलाई? हर्कजी? हजुर हर्कजी यो हाम्रो निर्वाचन हुनुभन्दा अगाडि चाहिँ मान्छे मलाई एकदम राम्रो भाल आदमी, बालेन जस्तै। पहिला बालेन पनि कसले चिन्दैन्थ्यो, हर्कजीलाई पनि धेरैले चिन्दैन्थ्यो। उहाँहरू एकदम मेहनत गरेर आफूले के गर्छु भनेर मेयर बन्नुभएको थियो नि त। हजुर हर्कजी पनि त्यस्तै एउटा मान्छे थियो। ल अहिले आउनु आइसक्यो भनौँ न, निर्वाचन भइसक्यो। त्यसको बिचमा उहाँ अलिकति मान्छेको खुट्टा तान्ने, मान्छेलाई नराम्रो भन्ने, त्यस्तो हेर्दा फेसबुक यस्तोमा स्ट्याटस हेर्दा म त उहाँलाई त पहिला यो मनबाट माया गर्थ्यो, अहिले मनबाट निकालौँ जस्तो लागिरहेछ। हजुर तर मान्छे चाहिँ एकदमै राम्रै हो। उहाँको सोच विचार, देशलाई के गर्नुपर्छ भन्ने चाहिँ उहाँको नीति चाहिँ एकदम राम्रो हो। तर उहाँले सबै मिलेर जाउँ भन्ने चाहिँ सोच चाहिँ छैन रहेछ। अर्काको खुट्टा तान्ने, मै प्रधानमन्त्री हुन्छु, म 1 बन्छु, 2 बन्छु, 3 बन्छु, प्रधानमन्त्री मै हो भनेर, अरू कोही हुँदैन भनेर। फेरि निर्वाचन सकेपछि त उहाँले फेरि
मै हुनु पर्दैन, रवि लामिछाने भए पनि हुन्छ भन्ने कुरा गर्नुभयो भने त्यसलाई कसरी लिनुहुन्छ? त्यही त भने उहाँको कुरा छिनमा बदलिन्छ। उहाँको कुरा मलाई के जस्तो लाग्छ भने नेपालको मौसम जस्तो। हजुर। अहिले पानी पर्छ, एकछिनमा पानी हट्छ जस्तो। नेपालको भनेको होइन, एउटा कुनै एउटा ठाउँको त्यस्तो थियो नि, हो त्यस्तो जस्तो लाग्छ कि उहाँले के भन्नुहुन्छ, के गर्नुहुन्छ। तर भने मान्छे चाहिँ तपाईँले चाहिँ हर्का चाहिँ कस्तो लाग्नुहुन्छ तपाईँ भन्नु न। अब समग्रमा अब हामी अहिले राजनीतिको बारेमा कुरा गर्न गइरहेको छ। राजनीतिको बारेमा कुरा गर्न जाँदाखेरि अब विगतको समयदेखि लिएर अहिलेसम्म आउँदा त धेरै युगहरू कटेर सकेर आयो नि त हामीले, होइन? हामीले राजसंस्था पनि हेऱ्यो, होइन? त्यसपछि हामीले अब 7 दल पनि हेऱ्यो। दल गर्दाखेरि अब केपी ओली युगमा प्रचण्डको युगदेखि लिएर फिल्टर हुँदै गरेर उहाँले पनि योगदान धेरै दिनुभएको छ, होइन? तर तपाईँ चाहिँ कुरा घुमाएकै छ अघिदेखि। हजुर हजुर। मैले तपाईँलाई अहिले हर्काको बारेमा सोचिरहेको छु, हर्का तपाईँलाई कस्तो लाग्छ अब त्यो कुराको जवाब दिनु न। हजुर, त्यस कुरामा आउँदैछ हजुर। म अब त्यो फिल्टर हुँदै गरेर आएर हाम्रो अब जेनजी भन्दा अगाडि हर्क सर र अब हाम्रो काठमाडौँको मेयर बालिनजी उहाँहरू आउनुभयो नि त, स्वतन्त्र रूपमा लडेर आउनु भएन। त्यस बखतमा अब अहिले हर्काजीले मलाई एकदम विशेष उहाँको चाहिँ सिद्धान्त एकदमै राम्रो लाग्छ। श्रम गर्नुपर्छ, होइन? श्रमदान गर्नुपर्छ। एउटा श्रमको एउटा संस्कृति एउटा हुन्छ नि, संस्कृति एउटा ल्याउनु भयो, त्यो चाहिँ एकदमै राम्रो लाग्छ। तर उहाँको अलिकति तपाईँले भन्नुभएको जस्तै उहाँको त्यो राजनीति गर्ने तरिका हुन्छ नि, विभिन्न तरिका हुन्छ उहाँको चाहिँ। अब त्यो अरूलाई खेदो खन्ने, विशेष गरेर अरूलाई नि पुरानो पार्टीहरूलाई छोडेर नयाँ पार्टीलाई चाहिँ एकदमै खोदो खन्ने, त्यो चाहिँ एकदमै तपाईँले भन्नुभएको जस्तै एकदमै अलिकति मलाई चाहिँ चित्त नबुझेको कुरा चाहिँ। तर उहाँको एउटा सोच रहेछ नि, उहाँको पहिला निर्वाचन हुनुभन्दा अगाडि म जित्यो भने म यस्तो गर्छु भन्ने एउटामा चाहिँ मलाई के चाहिँ राम्रो लाग्यो भने देशबाट आफ्नो एउटा घरबाट एउटा मान्छे चाहिँ देशको लागि कति 6 महिना कि 1 वर्षको लागि 1 वर्ष आर्मी अथवा देशको लागि त्यो दिनुपर्छ भने श्रम जस्तो अब केही दिनुपर्छ भने सोच त्यो पनि राम्रो। त्यो अहिले हामी यहाँ अहिले युरोपमा छौँ, फ्रान्समा छौँ, शान्त ठाउँमा छौँ, यहाँ पनि पहिला त्यस्तो हुन्थ्यो। हजुर। उहाँको सोच राम्रो हो, तर छ नि उहाँ अहिले हेर्नु न, अब पहिला उहाँ निर्वाचन हुनुभन्दा अगाडि उहाँले रवि लामिछानेको कति खेदो खन्थ्यो, कस्तो मान्छे नराम्रो के। अहिले चाहिँ फेरि आएर अब घन्टी चिन्हले अब यो के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले 2 मत के भन्छ 2 तिहाई ल्याउनु थालेको छ नि त। हजुर हजुर। त्यसमा फेरि अहिले उहाँको कुरा पल्टिन थाल्यो। हजुर। रवि लामिछाने चाहिँ प्रधानमन्त्री हुनुपर्छ, सबै जनता पनि चाहन्छ। जनता चाहँदैन, म त बालेन नै होस् भन्न चाहन्छु। हजुर। किनभने बालेनको एउटा गर्ने तरिका छ नि। हजुर हजुर। मान्छेलाई धेरै नबोल्ने, म गरेर देखाउँछु भन्ने एउटा छ। के तपाईँलाई लाग्छ कि हर्का साम्बाङजी छ नि, राजनीतिको हिसाबले हेर्दाखेरि चाहिँ उहाँ एउटा अजिङ्गर जस्तो बन्न खोजिरहनु भएको छ? तपाईँलाई त्यस्तो लाग्छ? अजिङ्गर जस्तो लाग्छ, तर उहाँले गर्नुपर्ने ठाउँ चाहिँ गलत भइरहेछ क्या। अहिले नयाँ उनीहरू एकजुट भएर एउटा हातले हर्का साम्बाङले नै देश लडाउँछु भन्दा ऊ गाह्रै पर्ला। नयाँहरू सबै सँगै गएर के गर्यो भने उनीहरू अगाडि बढ्न सक्छ नि त। हजुर हजुर। उहाँ त्यस्तो चाहँदैन कि मै हुँ, मभन्दा कोही कम छैन, मै बेस्ट हो, अरू कोही मलाई चाहिँदैन भन्ने टाइम। तर मलाई चाहिँ बालेन सरकार आइसक्यो, भोलि पर्सि बालेन सरकार आउँदैछ, उहाँले केही गर्छ भनेर मलाई एकदम मेरो हृदयदेखि नै भनिरहेछ क्या। गर्छ उहाँले, के गर्छ भनेर तपाईँलाई पूर्ण विश्वास छ? मलाई पूर्ण होइन, 100बाट 99.99 छ। हजुर। अब हामी अलिकति पछाडितिर जाउँ। तपाईँलाई हाम्रो केपी शर्मा ओलीज्यू कस्तो लाग्छ तपाईँलाई? त्यसको त कुरै नगर्नु। हजुर। किन कुरा नगर्नु? कुरै नगर्नु त्यसको। हामी सबै जनताले केपी बा भन्छ, तपाईँ चाहिँ किन कुरा नगरौँ भन्नु? केपी बा होइन, केपी चोर भन्न चाहन्छु। उहाँले तपाईँको सामान चोरेको छ? सामान मेरो सामान होइन, हामी जनता सबैको सामान, हाम्रो ढुकुटी सबै चोरेर उसको छोराछोरी ऊ आफै
उता सिङ्गापुरमा किडनी फेर्न जाने हामी जनता चाहिँ त्यहाँ कसरी हस्पिटलमा जाने माध्यम नभएको रोड नभएको त्यस्तो स्थिति बनाएर आफू चाहिँ टन्नै खाने 5 चोटि प्रधानमन्त्री भइसक्यो तर केही गर्नु सकेको छैन अहिलेसम्म के तपाईँलाई मेरो विचारमा चाहिँ मलाई कस्तो लाग्छ भने उहाँ केपी शर्मा ओली चाहिँ एकदमै इन्टेलेक्चुअल राम्रो हुनुहुन्छ ख्यालठाटा राम्रो गर्नुहुन्छ के मलाई चाहिँ यस्तो लाग्छ कि उहाँ चाहिँ उखानको टुक्का धेरै हानेर हामी नेपाली जनताहरूलाई झुलाइराख्नु भएको थियो हिजोको दिनसम्म के त्यो सत्य हो त्यही सत्य हो मैले तपाईँलाई त्यही भन्न खोजेको हजुर उहाँ त्यस्तै मान्छे हो हजुर उहाँले जनता पनि एकदम चलाक भइसक्यो अहिले जनता हजुर तपाईँलाई म कानमा भन्छु जनता चलाक भइसक्यो उहाँले भन्दै हुनुहुन्छ जनता सचेत भइसक्यो सचेत भएर हेर्नु न सुन्नु न टासीजी उसकै लाल किल्लामा कोही आउन नसक्ने डर लाएर बालेनले झापाको बारेमा पहिला थाहा थियो झापा केही उसलाई त्यो ठाउँ उसको लागि नयाँ जस्तै थियो त्यहाँ गएर उसकै ठाउँमा म यो बुढालाई 50,000 मतले यो मतको कुरामा एकछिन पर्खिनुहोस् हजुर त्यति हतार नगर्नुहोस् तपाईँ सास फेर्नुहोस् अहिले म तपाईँलाई के सोच्न चाहेँ अर्को विशेष एउटा हाम्रो नेपालको राजनीतिमा खेलाडीहरू छ प्रचण्डजी हो त्यसको बारेमा प्रचण्डजीको बारेमा हामी कुराकानी गरौँ न प्रचण्डजी भन्ने चाहिँ मान्छे चाहिँ छ नि हजुर अचम्म हो किन अचम्म लाग्छ तपाईँलाई अहिलेसम्म हामीलाई देशलाई कङ्गाल बनाउने बुढो सबै ढल्यो हजुर उड्नै नसक्ने गरी ढल्यो म त ढले भएन तर त्यो बुढो चाहिँ ढलेन क्या किन ढलेन त्यो बुढो चाहिँ जनता सबैलाई थाहा छ त्यो बुढो चाहिँ हजुर एक नम्बर चतुर त्यो बुढो त जनताले भन्नुहुन्छ त छेपारो भन्छ त के हो छेपारो भनेको त्यो रङ फेर्ने छेपारो एउटा छैन हजुर त्यो जस्तो जुनै जस्तो सुकै वातावरणमा पनि ऊ रङ फेरेर बस्न सक्छ भन्छ त्यसैले अहिले उहाँ एक्लै बस्नु सक्नु भएको कि सुन्नु पहिला मेरो कुरा म यो सुन्नु भन्ने मलाई कानै दिनु पर्दैन होला म यो सुन्नु भन्ने मैले कसकोबाट सिकेको थाहा छ तपाईँलाई हर्क सम्बङ सर हजुर अरूलाई भन्नै भन्नु सुन्नु मेरो कुरा पहिला सुन्नु हजुर भन्नुहोस् त्यो प्रचण्ड भन्ने चितवनमा हार्छ भने थाहा पायो भने त गोर्खातिर भागेर जान्छ जितेर आउँछ गोर्खामा त हाम्रो सुदान गुरुङ होइन हार्छ भनेर पक्का थाहा भइसक्यो रुकुममा गयो रोटी बनाए मान्छेहरूले नाचायो कि मान्छेको गुजीमा पैसा पनि हालेको हुनसक्छ मत ल्याएर जित्यो हजुर हो त्यस्तो मान्छे हो अहिले त्यो बुढो मात्र बाँच्न सकेछ अब स्टप गर्ने होला हाम्रो कहाँ त तपाईँ अहिले हामीले हाम्रो सकेको छैन करिब हामी यहाँ अन्तैतिरै आएको छौँ अहिले अब हामीले उहाँको बारेमा कुरा गरिसक्यौँ अब सेरे दाइ कस्तो लाग्छ तपाईँलाई सेरेको घरमा एआईको मनी पैसा देखेर हजुर सेरे त लिएरै भयो लिएरै भइसक्यो सेरेले त अनि अर्को हाम्रो जेन्जी युवा साथीहरूले यता उता गरेर यत्रो फुलाएछ भन्ने सुनेको थियो देखेको थियो त्यो पनि सबैले अर्को दलको बुढोहरूले के भन्छ त्यो हानेको पनि एआई हो उसको घरमा भएको पनि पैसा एआई हो त्यो चाहिँ अब कसले छानबिन गर्छ हाम्रो बालेन छानबिन हुनुपर्छ एक हुनुपर्छ दुई हुनुपर्छ तीन हुनुपर्छ तीन होइन हजारै हुनुपर्छ त्यसलाई यसमा कुनै दुई मत छैन त्यो चाहिँ सम्पूर्ण भ्रष्टाचारको छानबिन हुनुपर्छ यिनीहरूको पैसा ल्याउनुपर्छ देशको ढुकुटीमा हाल्नुपर्छ जनताको प्रगति गराएर के जनतालाई रोड बनाएर होस् हस्पिटल बनाएर होस् जनतालाई राम्रो बाटोतिर लानुपर्छ अब नेम अर्को कुरा के मलाई ढुक्क ल्याउनुहुन्छ उहाँले अर्को कुरा के हो भने नेम कानुन सबैलाई एकनाश हुनु पर्छ हजुर अब त्यही कुरा गर्दै गएर हामी नयाँ युगमा आइसक्यौँ नि त हामी अब जेनजीले त्यत्रो अब हामी अहिले अब जति पनि जेनजीहरू बित्नुभयो उहाँहरू सबैलाई हामी दुवैजनाको तर्फबाट समवेदना व्यक्त गर्न चाहन्छु होइन उहाँहरूको दिवंगत शरीर चाहिँ स्वर्गवास होस् भन्ने हामी कामना गर्न चाहन्छु ओम माने पेमा भन्न चाहन्छु अब त्यही त हामी नयाँ युग आइसक्यो होइन बालेनको युग आइसक्यो होइन
बालेनको युग आइसक्यो। अब तपाईँले भन्नुभयो अब बालेन उहाँ चाहिँ एकदमै जोस, उहाँ चाहिँ एकदमै जोस होइन क्या, उहाँ कन्स्ट्रक्टिभ, अलिकति पढे लेखेको, अलिकति कन्स्ट्रक्टिभ, एकदम एक्सन ओरिएन्टेड, धेरै बोल्नु हुँदैन तर काम धेरै गर्नुहुन्छ होइन। एउटा उहाँले बोलेको सुन्नुभएको छैन? हजुर त्यो बुढो मान्छे 5 ताल भोकहरूले पहिला के भन्थ्यो, म स्विजरल्यान्ड बनाउँछु, म 6 महिनामा ग्यास ल्याएर आइदिन्छु भन्थ्यो। तर बालेनले चाहिँ के भन्यो, नेपाललाई किन बनाउनु पर्यो स्विजरल्यान्डको बाउ बाडे मल्लिका भनेको बाडी मालिका यही छ भन्छ। यही छ सुन्दरता। त्यो यही छ भन्ने बित्तिकै मैले खोज तलास गरेको। आम्मा स्विजरल्यान्डको कुरै छोड्नु त्यहाँ त अब म कहिले जाउँ भयो। हजुर तपाईँ पनि जानुपर्छ, हामी एक दिन मिलेर अफ कोर्स त्यहाँ जानुपर्छ। अनि उहाँको हेर्नुहोस् न स्पिच 1-2 मिनटको, तर मान्छेको मनै छुने गरी स्पिच हुन्छ क्या। हजुर त्यो पहिलाको बुढाहरूको कुरै छोड्नु, तिनीहरूले हान्छ गोली जस्तो पटाङ टङ टङ के उखान सुखान हान्छ गर्ने के होइन। तर मलाई बालेनमाथि पुरा विश्वास छ, उहाँले गरेर देखाउनुहुन्छ। हजुर उहाँलाई म शुभकामना पनि व्यक्त गर्न चाहन्छु मेरो यहाँ तपाईँको पोडकास्टबाट। हजुर अब त्यही त मलाई पनि तपाईँले भन्नुभएको जस्तै बालेनजी चाहिँ किन उहाँमा विश्वास लाग्छ भने काठमाडौँको महानगरपालिकाको प्रमुख हुँदा पनि उहाँले अब काम गरेर देखाइसक्नु भयो होइन। एकदम एक्सन ओरिएन्टेड हुनुहुन्छ, एकदम इन्जिनियर मान्छे, एकदम कन्स्ट्रक्टिभ हुनुहुन्छ, धेरै बोल्नु हुँदैन, काम धेरै गर्नुहुन्छ। हजुर म अस्ति गएर भर्खरै आउँदैछु 3 महिना नेपालमा। हजुर पहिला तपाईँलाई थाहा छ नि, हजुर बाटो जाँदा धुलो खल्डाङ खुल्डुङ गाडी गएको कि के गएको हुन्थ्यो नि। हजुर अहिले गल्ली पिच गरिदिएछ यार। यता युरोपको जो कुनै ठाउँमा सानो पाकमा पनि यस्तो जिमहरू गर्ने ठाउँ एकदम राम्रो सोच्नु न। तर पनि उहाँलाई कति गाह्रो भयो होला। त्यो भित्र वारा कार्यालयको अध्यक्ष सबै पार्टीको मान्छे हुन्छ नि। हजुर अब त उहाँहरूको बहुमत आइसक्यो। हजुर 5 वर्ष स्टेबल गभर्मेन्ट। अब चाहिँ के गर्नुपर्छ, के गरेन भने के गर्ने, हर्कलाई चान्स दिने, हर्कलाई छँदैछ। तर हर्कले पनि यस्तै हरकत गर्न थाल्यो भने कसलाई चान्स दिने, कुनै न कुनै एउटा जेन्जी युवा आइहाल्छ। तपाईँ र मैले धेरै राजनीतिज्ञहरूको बारेमा कुरा गरिसकेँ, तर विशेष गरेर बालेनजीलाई यहाँसम्म पुर्याउने चाहिँ को जेन्जी र हामी युवा जनता नै हो। जेन्जी पनि हो, जनता पनि हो, तर त्यो भन्दा पनि हातमा हात काँधमा काँध मिलाउने को? हाम्रो रवि लामिछानेज्यू होइन। तपाईँ के भन्नुभएको, रवि लामिछानेले त उहाँको साथ पाएको, उहाँलाई यतिसम्म उठाउने त उहाँ आफै हो। उहाँ आफै हो, पहिला बुझ्नुहोस्। उहाँ आफै हो, उहाँ आफैले गरेको काम र उहाँले बोलेको कुरालाई जनताले एउटा विश्वासमा लिएर उहाँलाई साथ सहयोग गरेर यहाँसम्म ल्याएको। त्यो सँगै उहाँलाई अब प्रधानमन्त्रीमा लान्छु भन्ने तपाईँको कुरालाई पनि त्यहाँ रोकिन मिल्दैन। रवि लामिछानेको पनि अलिकति त्यो हात त छ, एकदमै ठुलो योगदान छ। किनभने उहाँले योगदान नदिएको भए चाहिँ बालेनजी तपाईँ प्रधानमन्त्रीको लागि उठ्नुहोस्, म तपाईँलाई साथ दिन्छु भने उहाँले सेक्रिफाइस नगरेको। तर सुन्नुहोस्, त्यो सेक्रिफाइस कदर गर्नुपर्छ हुनुभन्दा अगाडिको। अहिले उहाँ प्रधानमन्त्री भएको चाहिँ छैन होइन। हजुर त्यतिसम्म हामी पर्खौँ, राजनीतिमा जे पनि हुन सक्छ, बाउलाई पनि गोली हान्न सक्छ भन्ने छ। एकदम अब त्यस्तो चाहिँ नहोस्। हामी चाहिँ हाम्रो यहाँबाट के भन्छौँ भने उहाँ दुईजना यसरी, तपाईँ बालेन हो भने यस्तो भएर हजुर देशलाई चाहिँ यस्तो गरेर देश हाम्रो हो। हजुर एकदम स्विजरल्यान्ड जस्तो होइन, हजुर एकदम खतरा युरोप जस्तो पनि होइन, नेपाललाई नेपाल जस्तै सुन्दर एकदम विकास जनतामा खुसी होस्, सबै मान्छे विदेश जानै नपरोस्, युवाहरू त्यस्तो बनाउन हामी यहाँबाट प्रार्थना र हामी वाचडग जस्तै गरेर हामी सम्पूर्ण जनताहरू चाहिँ हेरिरहनेछौँ। अबको 5 वर्ष तपाईँहरूको हो, त्यसपछि फेरि हामी मूल्याङ्कन गर्नेछौँ। अहिले मैले एउटा विशेष राजनीतिको बारेमा कुरा गऱ्यो, तर एउटा क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट, मैले छुट्याउनै नहुने क्वेसनहरू छ बिमारजी। त्यो चाहिँ के हो भने अब तपाईँ पनि मतवाली, म पनि मतवाली होइन। अब धेरै जसो हाम्रो जनताहरूले भन्नुहुन्छ कि योमा मतवाली जाति भन्नाले हामी अब
राई लिम्बू शेर्पा तामाङ हिमालयन रिजनमा बस्नेदेखि लिएर हरेक हामी आदिवासी जनजाति मातवालीहरू पर्छ। हामीहरूलाई चाहिँ राजनीति त्यति बुझ्दैन, राजनीति त्यति गर्न आउँदैन। त्यसको स्ट्रेट एक्जाम्पल चाहिँ हर्क साम्पाङजी हो, किनभने उहाँ चाहिँ मै आफै हो, अरू कोही चाहिँदैन, म एक्लै सक्छु भन्ने, अरूसँग हातेमालो गरेर जान सक्दैन। हामी मातवाली जातिहरू चाहिँ राजनीति बुझ्दैन भन्नुहुन्छ, त्यसलाई के भन्नुहुन्छ तपाईँ? होइन, बुझ्न सक्छ, तर एउटा यहाँ के छ भने मतवालीमा अहिले एउटा आउनुभएको छ नि त। हजुर। एउटा आएको मान्छेले चाहिँ त्यस्तो गऱ्यो भन्दैमा मतवाली सबै त्यस्तो हुन्छ भन्ने छैन। हुँदैन। हजुर। अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाम्रो उता ताप्लेजुङ साइडको मिङमा ड्याभिड मिङमा ग्याबु शेर्पा आउँदै हुनुहुन्छ। उहाँले अब आउँदो 5 वर्षभित्र उहाँले उतापट्टिको साइडतिर, हाम्रो पूर्व साइडतिर विकास गरेर राम्रो गरेर देखाउनु भयो भने उहाँ पनि त एउटा हो नि त मतवाली भित्रबाट। तर हर्क साम्पाङ पनि मान्छे नराम्रो होइन। उहाँले अब अस्ति के भन्नुभएको छ, अब चाहिँ म प्रतिनिधि सभाभित्र तिनीहरूलाई कुरा गरेर थाकाएर काम गर्ने बनाउँछु भन्नेको छ। त्यो कुरा पनि सोच्नुहोस्, राम्रो कुरा हो। वाच डग टाइपमा बसेर पछाडिबाट भनेको गऱ्यो भने मान्छे कसै इरिटेट भएर गर्छ नि, त्यस्तो टाइपको। तर उहाँको एउटा हामीले अघि नै भनिसक्यौँ, उहाँको नराम्रो नेचर भनेको अरूलाई डोमिनेट गर्ने, त्यो राम्रो होइन, मै राम्रो हो भन्ने, त्यो मात्रै नराम्रो। तर त्यो उहाँको राजनीति पनि हुनसक्छ। यो अहिले हामीलाई त्यसलाई उहाँ नराम्रो हो भन्नु मिल्दैन, राजनीति पनि हुनसक्छ राजनीतिमा। हजुर। तर उहाँले गरेको छ राम्रो, धारानलाई पानी ल्याएको छ। धारानको बेसार के नाम, आमा बेसार के भन्ने बेसार अहिले संसारभर बिग्न थालिसक्यो। त्यस्तो उहाँको क्षमता छ। उहाँले धारान त्यस्तो ठाउँलाई, नगरपालिकालाई त्यस्तो बनाउनु भयो भने, अब उहाँलाई देश दियो भने गर्न सक्नुहुन्छ। तर अहिले चाहिँ उहाँ अलिकति बौलाएको जस्तो एउटा देखेको छ क्या। तर त्यो बौलाको हो कि होइन, त्यो पछि हामीले 5 वर्षभित्रमा थाहा पाउँछौँ। अहिले चाहिँ नभनौँ, होइन? यही कुरालाई मध्यनजर राख्दै हामी दुवैजनाको तर्फबाट हाम्रो आदरणीय दाइ मिङमा ग्याबु शेर्पालाई अनि हाम्रो क्षेत्रबाट समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्लिमेन्ट मेम्बरमा होइन आउनुभएकोमा चाहिँ हामी एकदमै खुसी र गर्व गर्छौँ। तपाईँले हाम्रो गाउँ ठाउँलाई चाहिँ राम्रो विकास गर्नुहुन्छ। त्यहाँको कञ्चनजङ्घादेखि लिएर हाम्रो पर्यटन क्षेत्रहरूलाई विकास गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ। त्यहाँतिर रोड नभएको ठाउँलाई रोड ल्याउने, त्यो सबै गर्नुहुन्छ भन्ने हामीलाई आशा छ। तपाईँले आशालाई मेटाउनु हुँदैन भने हामी एकदम वाचडग टाइपमा हामी तपाईँलाई शुभकामना दिँदै हामी मूल्याङ्कन पनि गर्दैछौँ अनि गर्व पनि गर्दछौँ। हाम्रो आफ्नै गाउँठाउँको मान्छे यसरी त्यस्तो ठुलो पदमा आएको अहिले सर्वप्रथम नै होला, होइन? त्यो भन्दै अब हाम्रो कुरा यतातिर टुङ्गाउनु थालिसक्यो। तर पनि म तपाईँलाई सरी भन्न चाहन्छु, अघि बिचमा उफ्रेर तपाईँलाई त्यो कुरा चाहिँ तपाईँले नेपालको बारेमा हो रहेछ नि त। यो कुराले लास्टमा हामी नेपाली कुरा, यो राजनीति के हुँदैछ, यो अहिले हामीले आज भनेको कुरा चाहिँ हामीले जानेको, हामीले बुझेको, हामी राजनीति त्यस्तो खतरा पनि होइन। हामीले भनेको राइट हुन्छ पनि होइन, हाम्रो एउटा आफ्नै एउटा ओपिनियन हो, हामीले बुझेको जे छ। त्यसमा तपाईँहरूले अन्यथा नलिनु होला, के त्यसमा भुलचुक भयो भने तपाईँले माफ गरिदिनु होला। सेवारो आचिपे इप्सिरो पेगिरो अनि भन्दै हर्क साम्पाङजीलाई अब तपाईँले हाम्रो यो सबै नराम्रो, यो अहिले अघि तपाईँ कस्तो नराम्रो छ भनेर हामीले भनेको सबै त्यसलाई सुधारेर राम्रो गरिदिनुहोस् भनेर बालेन सरकारलाई चाहिँ जय र 5 साल राम्रो बितोस् भन्ने हाम्रो शुभकामना छ। नमस्कार। अन्तमा यो सब बालेन सरकारलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना व्यक्त गर्दै हामी दुईजनाको तर्फबाट अनि एउटा सानो
जय नेपाल जय घन्टी अनि सानो एउटा एउटा कविता वाचन गर्न चाहन्छु गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय जय हे नेपाल सुन्दर शान्त विशाल धन्यवाद।